नमस्कार, म देवसञ्चार.com को समाचारमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। आजका मुख्य समाचारहरूमा हिजो अस्तिदेखि हामीले चर्चा गरिरहेको बालेन शाह र रवि लामिछाने बीच एकता भएको सम्झौता सहितको 7 बुँदे सम्झौता सहितको समाचारहरू एकदमै धेरै प्रकाशित भएका छन् र टेलिभिजन, युट्युब च्यानल, समाचार च्यानल सबैमा छापिएको छ। र अर्को चाहिँ अब यो एउटा व्यक्ति एउटा पार्टी भनौँ न, अब रासोपा चाहिँ पहिले नै 22 सिट जितेर उसले आफ्नो वर्चस्व स्थापनातर्फ अगाडि बढिरहेको थियो र अहिले अब एकदमै चर्चामा रहेका जेनजी आन्दोलन पछि पनि चर्चामा रहेका हाम्रा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पनि आफ्नै पार्टी खोलेर लाग्नुहुन्छ या अर्को पार्टीमा गएर सहकार्य गर्नुहुन्छ भन्ने व्यापक खुल्दुली थियो। हिजो राति द्विपक्षीय सम्झौता भएपछि त्यो समाप्त भएको छ र अब पहिले ठुला पार्टीहरूले पनि देश लुट्ने क्रममा एकअर्कामा सम्झौता गरेर नै देश लुटिरहेका थिए। जस्तो उदाहरणको लागि एमाले, काङ्ग्रेस र माओवादी मिलेर टियुमा भागबण्डाको राजनीति अहिले पनि चलिरहेको छ। त्यस्तै खालको रासोपा रवि लामिछाने र बालेन शाह बीच पनि त्यस्तै पानी खाने मात्रै राजनीति नहोस्, देवसञ्चार.com को तर्फबाट शुभकामना पनि दिन चाहन्छु म। र अर्को चाहिँ अब यो भागबण्डाको राजनीतिमा हाम्रो पूर्वबाट बताउँदै गर्नुभएका हर्क साम्पाङ अथवा हर्क राई यसमा समावेश हुनुभएको छैन र यहीँ मध्य क्षेत्रका चर्चित हाम्रो कुलमान सिंह तामाङ पनि छुट्नु भएको छैन अथवा समेट्न चाहनु भएन अथवा समेटिन चाहनु भएन। र अब आम नागरिकको धारणा चाहिँ के थियो भने यी 3-4 जना चर्चित अनुहारहरू अथवा पार्टीहरू एक ठाउँमा आएर पुराना पार्टीहरूलाई ड्यासिङ दिएर नयाँ नेपाल बनाउनु हुन्छ कि भन्ने सबैले आशा गरिरहेका छौँ। अझै पनि हामी आश गरौँ। अब आजको समाचारहरूमा पनि बालेन शाहले अब कुलमानजीसँग पनि म कुराकानी गर्छु भन्नुभएको रहेछ, अलिअलि आशा देखिएको छ। तर हर्क साम्पाङको स्टाटसमा चाहिँ म यिनीहरूसँग कुनै पनि हालतमा मिल्न सक्दिनँ भन्ने टाइपको, यिनीहरू एमसिसीका समर्थकहरू हुन्, यिनीहरूसँग म मिल्दिनँ भन्ने टाइपको स्टाटस पनि हर्क साम्पाङको आइरहेको छ। अर्को एउटा समाचार चाहिँ मनोरञ्जनको समाचार हो। हाम्रो मोरङ जिल्ला डाङीहाट भन्ने ठाउँ बेलबारी 9 नम्बर वडामा पर्छ। त्यसको यो पिकनिकको आयोजना गरिएको थियो र गोदाबारीको एकदम रमाइलो पार्कमा, गोदाबारी पार्कमा पिकनिकको आयोजना गरिएको थियो र त्यसको स्पोन्सर अथवा सहयोग चाहिँ सुरेन्द्र बस्नेत जो बुद्धहरूको मालिक हुनुहुन्छ उहाँले गर्नुभएको थियो। उहाँलाई पनि धन्यवाद। र त्यसै क्रममा हामीले डाङीहाटवासी 1-2 इम्पोर्टेन्ट साथीहरूसँग अन्तर्वार्ता पनि गरेका छौँ। त्यो अन्तर्वार्ताको लिङ्कहरू तल दिएको छ, यसलाई पनि हेरेर लाइक, सब्सक्राइब, कमेन्ट गरिदिनु होला। र आजका समाचार यति नै। नमस्कार, धन्यवाद, थ्याङ्क यू।